यो भ्लग फेरि आइसकेको छ। डे 3 सम्म हामी लड्दै र पढ्दै आएका हामी। यति नै हो? इतना ही। त्यहाँ गुफा छ रे, हामी त्यहाँ गुफातिर जान्छौँ पहिला। बेबी रिपोर्टिङ टु ड्युटी। मैले अरू के होला भने नि होला नि। फेरि हामी यहाँबाट हिँडिसकेको छौँ होइन। अगाडि स्टोर्क्स बे चाहिँ हल्का एक्सप्लोर गर्दै अगाडि बढ्दै तपाईँहरूलाई म हल्का सिनहरू देखाउँछु। बिच जाने बाटो हो यो? ओ माई गड, दिस इज समथिङ एल्स। ओ माई गड, हाम्रो यो चाहिँ बिचको भाइब छ। बी अवेयर स्ट्रङ रिप भनेर भन्छ। डग्स नट अलाउड रे। लु न आऊ जाउँ तिमीहरू। गुफा पनि देख्न सक्छौँ होइन। डेन्जर गुफा रहेछ त पछाडि। ओ माई गड, लुक एट द्याट। ओ माई गड गाइज, डे 3 को चाहिँ यो आई थिङ्क डे 3 को चाहिँ यो बबालाई ठाउँ जस्तो छ। लु न कस्तो लागिरहेको यो गुफामा तिमीलाई? स्केरी रे, यस्तो स्केरी भइरहेको। ओ माई गड, भेरी डेन्जरस। यहाँनिर जतातता जानु पनि डेन्जरस। छेदैन बढ्दै जाउँ। गाइज म यो कङ्ग्रेसमा आएर फसिसकेँ गाइज। मलाई हेल्प चाहियो सर प्लिज यो गुफामा। ओ माई गड गाइज, यस्तो डिप इन्टु द केभ्समा। व्हाट द हेल गाइज, यहाँनिर आएपछि म डर लाग्यो, मलाई डर लाग्यो माइ लर्ड। ओ माई गड गाइज, हामी यहाँनिर एकदम डेन्जर ठाउँमा आइसकेका छौँ। ओ माई गड गाइज, गाइज हाम्रो चाहिँ अब यहाँ एकजना दाइले रिक्स लिएर आफ्नो बच्चालाई समुद्रको बिचमा लिएर गइरहनु भएको छ। हामी लाइभ देख्न सक्छौँ गाइज। आमा चाहिँ त्यहाँनिर एकदमै स्ट्रेसमा। अब यिनीहरूले भ्लग हान्न दिइरहेको छैनन् गाइज, फोटो खिच भन्दैछन्। त्यही भएर अब एकछिन म टाइम लिन्छु। अब चाहिँ हाम्रो ग्याङहरू यतापट्टि अगाडि फोटो खिच्दै रमाइलो गर्दै गइरहनु भएको छ होइन। दे आर इन्जोइङ देमसेल्भ्स। म चाहिँ एकतालि क्विक टुर, हेलो क्विक टुर दिनेवाला छु। यहाँ टक्क सबैजना इन्जोय गरिरहनु भएको छ। तर म चाहिँ अलिकति लङ रुट आएँ, किनकि सबैजनालाई अलिकति यो ठाउँको भ्यू देखाइदिउँ भनेर पनि मलाई रहर थियो नि त। त्यही भएर म आएको। अब घरमा बस्दा बस्दा पाकेर बसेका मान्छेहरू यहाँनिर आएपछि कति रमाइलो हुन्छ। ल हेर्नुहोस्, ओ ल हेर्ने यस्तो यस्तो माया भनेको यतिको हुनुपर्छ। अचम्मको ढुङ्गाहरू चाहिँ स्ट्रक्चर चाहिँ होइन, एकदमै यो के फोबिया भन्छ नि त्यस्तो टाइपको ढुङ्गाहरू छ क्या। ओमा यो के प्लस्मोफोबिया है, के फोबिया हो क्या यो? मलाई नि गाह्रो भयो। अब हामी हेर्न सक्छौँ, हेर्नुहोस् यहाँ नारीहरू आफ्नो डेली लाइफबाट निस्किएर थोरै रमाउँदै। हामीले जहिले पनि प्रकृतिसँग हामीले अँगाल्नुपर्छ आफूले आफूलाई चिन्नुपर्छ यसरी। यसलाई हेर्नुहोस्, फोटो खिच्दाखेरि यसरी खिच्नुपर्ने रहेछ। सबैजना आफ्नो पोजमा व्यस्त हुनुहुन्छ। लिएर जाऊ होइन पुरै भित्रकै हुनुपर्छ। लिएर जाऊ होइन कि लिएर जाऊ न। लु न तान न, लु न तान। ए भाग, ए लिएर जाऊ। बेमा एउटा कुनामा एउटा योगी भन्नुहुन्छ। यहाँ ध्यान साधना गरेर बसेको लगभग 15 वर्ष भइसकेको छ।
तेरो कोठामा बसेको हेर्नु यो नङ्गा बाबा हुन् यिनले केही पनि लागेको छैनन् 50 वर्षको उमेरमा पनि 55 वर्ष जस्तो देख्नुहुन्छ गजब बेइज्जती यहाँ हेर्नु उहाँको भर्खरै बच्चा छ बच्चाले चाहिँ कपडा लगाएको छ तर उहाँले लाग्नु भएको छैन यो कसरी भयो गाइज यो अचम्मको दिव्य शक्ति भएको बाबा हुनुहुन्छ उहाँ नेपालबाट भागेर अस्ट्रेलिया आउनु भएको छ ढुङ्गा चढेर यहाँसम्म आउनु भएको रहेछ यत्रो थलथले बसेको गाडा हो गाइज सिकान मात्रै हो गाइस अब हामी फेरि यहाँबाट रिटर्न ब्याक भइरहेका छौँ यो गुफालाई चाहिँ मैले एकताल फेरि खिच्न खोजेँ किनकि दिस इज भेरी इन्ट्रेस्टिङ हेलो रमाइलो भयो